जय मसीह यहाँहरूलाई स्वागत छ। तपाईहरुलाई प्रतिज्ञा गरेको अनुसार लामो समयपछि मैले यो भिडियो ल्याएको छु। परमेश्वरको राज्य के हो, उहाँको धार्मिकता र सबै कुरा तिमीहरुलाई थपिनेछ। यो यस प्रकार छ, म पढिदिने छु। मत्ती 6:33 मा यसरी लेखेको छ, तर पहिले उहाँको राज्य र उहाँको धार्मिकताको खोजी गर। बुझ्नुभयो? यहाँ दुईटा छ, रबाट छुटेको छ। सुरुमा पहिले परमेश्वरको राज्य है, अनि दोस्रो उहाँको धार्मिकता र तेस्रोमा यी सब थोक तिमीहरुलाई थपिनेछ। तपाईलाई मैले गर्नुपर्ने भनेको दुईटा कुरा हो, जुनमा पहिलो छ हामीले परमेश्वरको राज्यलाई खोज्नु। परमेश्वरको राज्य भनेको के हो, अनि दोस्रो उहाँको धार्मिकतालाई खोजी गर्नु र उहाँको धार्मिकता भनेको के हो बुझ्नु हो। र तेस्रो चाहिँ तपाई र मैले गर्नु पर्दैन, परमेश्वर आफैले गर्नुहुन्छ। किनभने तपाईले पहिलो परमेश्वरको राज्य र धार्मिकताको बारे बुझ्नुभयो र खोज्नुभयो र त्यसलाई मनन गर्नुभयो भने परमेश्वरले तपाईलाई चाहिने हरेक आवश्यक कुराहरू सबै उहाँले जुटाउनुहुन्छ। हस् त हामी पहिलो कुरा बुझौं, परमेश्वरको राज्य भनेको के हो भनेर। पहिला सुरु तपाई म यहाँ स्क्रिनमा तपाईहरुलाई यो बाइबलको चाहिँ राखिदिन्छु पदहरू, जुन चाहिँ यस प्रकार छ। मत्ती 13:18 देखि 50 सम्म तपाईहरुले पढ्न सक्नुहुन्छ परमेश्वरको राज्य के हो भनेर। तर म इन सर्ट फर्म म तपाईहरुलाई बताइदिन्छु परमेश्वरको राज्य भनेको चाहिँ के हो भन्दाखेरि परमेश्वर किसान हुनुहुन्छ, अनि संसार यानी पृथ्वी जसमा मानिसहरू छ ती चाहिँ खेत हो, र परमेश्वरको ती खेतमा काम गर्ने खेताला चाहिन्छ। र त्यो खेताला दुई प्रकारको हुन्छ। पहिलो खेताला चाहिँ बिउ रोप्छ। त्यो बिउ रोप्ने खेतालाहरू प्रभु येशूको चेलाहरू यानी तपाईँ म एभन्जलिस्ट हुँ, र अगमवक्ताहरू जस्तो सुसमाचार सुनाउने प्रचारक पास्टरहरू, यी सब चाहिँ प्रभु येशूको खेतालाहरू हुन्। र त्यसरी नै अर्को चाहिँ पर्दछ, अर्को खेतालाहरू चाहिँ स्वर्गदूतहरू हुन्, र तिनीहरूको काम चाहिँ मानिस अन्त दिनमा चाहिँ आत्माहरूलाई अनि कलेक्ट गर्नलाई, हार्भेस्ट भनिन्छ इङ्ग्लिसमा, जुन चाहिँ भण्डारमा चाहिँ जसरी गहुँ धान थुपार्छ त्यसरी नै ती परमेश्वरलाई पाएको मानिसहरूको आत्मा थुपार्ने चाहिँ हार्भेस्टिङ काम चाहिँ ती स्वर्गदूतहरूले गर्छ, दोस्रो खेतालाहरूले। अब तपाईहरुले बुझ्नुभयो परमेश्वरको राज्यमा नम्बर 1 मा परमेश्वर पर्नुहुन्छ, दोस्रोमा किसान या खेत आई मिन परमेश्वर किसान हुनुहुन्छ, दोस्रोमा खेत जो चाहिँ संसार र त्यसमा भएका मानिसहरू हो, र तेस्रो खेतालाहरू चाहिँ येशू ख्रीष्टको चेलाहरू हो। अनि त्यसै कारणले प्रभु येशूले भन्नुभयो जुन चाहिँ यस प्रकार छ, मत्ती 28:19 मा उहाँले भन्नुभयो, जाऊ सारा जातिका मानिसहरूलाई सुसमाचार सुनाऊ र तिनीहरूलाई बप्तिस्मा देऊ पिता पुत्र र पवित्र आत्माको नाउँमा। यो चाहिँ महान आज्ञा प्रभु येशूले दिनुभएको, यो विशेष गरी चेलाहरूलाई हो, र त्यो चेलाहरू विशेष गरी सबैजना हो। तर अहिले चाहिँ हामी यस्तो युगमा जिरहेको छौँ कि हामीले सोच्छौँ चेलाहरू केवल पास्टरहरू, अगुवाहरू अथवा एल्डरहरू, डिकनहरू, एभेन्जलिस्टहरू, शिक्षकहरू, यस्तै प्रकारको अगमवक्ताहरू यस्तै चाहिँ हो भनेर हामी सोच्दछौँ। तर वास्तवमा बाइबलीय पहिलो सिद्धान्त अनुसार चेला चाहिँ सबैजना हो। किनभने तपाईँ प्रभुको चेला नभएसम्म परमेश्वरको राज्यको केही काम गर्न सक्नुहुन्न। त्यसै कारण तपाईले चेलाको कुरा बुझ्नुपर्ने हुन्छ। र दोस्रो म धार्मिकताको बारेमा बताउन गइरहेको छु। परमेश्वरको धार्मिकता के हो त है, तपाईलाई अचम्म लाग्ला। अनि यो म बाइबल पद यहाँ धार्मिकताको विषयमा पनि दिन्छु, एकदम विशेष छ है त। परमेश्वरको धार्मिकताको चाहिँ विषयमा मैले बोल्नु पर्दा चाहिँ म यसो भन्छु, परमेश्वर धार्मिक हुनुहुन्छ। तपाईहरुलाई थाहा छ धेरै बाइबल पदहरुमा बताएको छ परमेश्वर धार्मिक हुनुहुन्छ, र धार्मिक मानिसको आफ्नै व्यवस्था हुन्छ, त्यसैलाई भन्छ धार्मिकता। सो परम प्रभु हाम्रो परमेश्वर धार्मिक हुनुहुन्छ, उहाँको व्यवस्था नै चाहिँ हाम्रो मानिसको निम्ति धार्मिकता हो। यो चाहिँ स्क्रिनमा मैले परमेश्वरको वचन राख्ने छु, तपाईहरु हेर्नुस्, त्यहाँबाट स्पष्ट हुन्छ। अनि अब म यहाँ धार्मिकताको विषयमा बताउन जाँदा चाहिँ परमेश्वरको धार्मिकता के हो त मानिसको निम्ति। सो मानिसको निम्ति परमेश्वरको धार्मिकता भनेको त्यही नै हो कि उहाँको वचन र आज्ञा पालन गर्नुलाई नै चाहिँ परमेश्वरले मानिस जातिको निम्ति दिनुभएको धार्मिकता अथवा व्यवस्था जुन चाहिँ मानिसले गर्ने, अनि त्यही व्यवस्था चाहिँ परमेश्वरको धार्मिकता हो। र व्यवस्था चाहिँ यस प्रकार छ
जुन चाहिँ हामीलाई पहिल्यै मोसाद्वारा दिइसकेको। तर म तपाईलाई भन्छु परमेश्वरको सबैभन्दा महान आज्ञा दुईटा बताएको छ प्रभु येशूले पनि, जुन चाहिँ हामीले मर्कुस 12:30-31 र त्यसै गरी मत्ती 22:37 देखि लिएर 39 अनि यसरी बताइएको छ, तैँले आफ्नो परम प्रभु परमेश्वरलाई आफ्नो प्राण, समझ, शक्ति र प्राण, आत्मा र समझ, शक्ति र सारा बलदेखि प्रेम गर्नु पहिलो, अनि दोस्रो चाहिँ छिमेकीलाई आफै झै प्रेम गर्नु। तपाईले यो दुईटा गर्नुहुन्छ भने तपाई व्यवस्थाको सबै नियम पालन गर्नुहुन्छ। त्यसरी नै मत्ती 37:40 मा मत्ती 22:40 मा यसरी भनेको छ कि अगमवक्ताहरूको सार र मोसाको व्यवस्था यही दुईटा कुरामा चाहिँ पूरा हुँदछ। अनि त्यसै कारणले जब हामीले चाहिँ मर्कुस 12:30-31 लाई पूरा गर्छौं, छिमेकीलाई आफै झै प्रेम र परमेश्वरलाई सबैभन्दा पहिलो प्रथम स्थान दिन्छौं भने, दुईटा आज्ञा पालन गर्छौं भने तपाईले मोसाको व्यवस्था 10 आज्ञा पूरा गरिसक्नुहुन्छ। जुन 10 आज्ञा चाहिँ प्रस्थान 20 को 1 देखि लिएर 17 सम्म छ, जसमा चाहिँ 10 आज्ञा पर्दछ। 10 आज्ञा तपाईहरुलाई थाहा होला के हो भनेर। सो 10 आज्ञाको बारेमा म तपाईलाई छोटकारीमा बताउँछु। यसरी बुझ्नुहोस्, 10 आज्ञा भनेको म नेपाल देशमा बस्छु अनि त्यसै कारणले यो देशमा यही देशको सरकार अनुसार चाहिँ कानुन नियमहरू छ। जस्तो कोही मानिसले खराब गर्छ, देशको विषयमा चाहिँ गलत काम गर्छ भने हैन, त्यो मानिसलाई 20 वर्षको जेल सजाय तोकिन्छ भने, कोही मानिसले हत्या गर्छ भने 7 वर्ष, एक्सिडेन्ट यस्तै कारनामा हुन्छ भने 10 वर्ष, चोरीहरू छ भने त्यसलाई हेरेर त्यसको सजाय हुन्छ। हो, अब के तपाई त्यो मैले चोर्यो भने 7 वर्ष सजाय हुन्छ, यो गर्यो भने त्यो हुन्छ भन्दै हिँड्नुहुन्छ कि मैले यो नगरौँ यो गर्नुहुन्न भन्दै हिँड्नुहुन्छ? हुँदैन नि। तपाई त धार्मिक जीवन जिउने कोसिस गर्नुहुन्छ ताकि सरकारबाट कुनै प्रकारको तपाईलाई चाहिँ बाधा नआओस्। तपाई चाहिँ तर त्यो सधैँ हेरेर त हिँड्नुहुन्न नि त। सरकारले के नगर्नु भनेको छ भनेर लिस्ट बनाएर त हेर्नुहुन्न नि। सो तपाई के गर्नुहुन्छ त? तपाई सकेसम्म सबैसँग मिलेर बस्नुहुन्छ, झै झगडाबाट टाढो बस्नुहुन्छ ताकि तपाईलाई कुनै केसहरू तपाईको विरोधमा नहोस्, हो कि हैन? हो, त्यस्तै हो परमेश्वरको व्यवस्था भनेको, जुन चाहिँ परमेश्वरको व्यवस्था हो, कानुन हो। सो तपाईले त्यो व्यवस्थामा ध्यान दिएर हेरिराख्नु पर्दैन। मैले चोर्नुहुन्न, मैले यो गर्नुहुन्न, गर्नै पर्दैन। सिर्फ तपाईले गर्ने भनेको परमेश्वरको महान आज्ञा हो। त्यो चाहिँ यस प्रकारको छ। हामीले चाहिँ मर्कुस 12:31 मा यसरी लेखेको छ, तैँले छिमेकीलाई आफै झै प्रेम गर। यदि तपाईले छिमेकीलाई आफ्नो शरीर झै प्रेम गर्नुहुन्छ भने विचार गर्नुस् न, मोसाको व्यवस्था अनुसार 6 वटा चाहिँ आज्ञाहरू चाहिँ छिमेकीकोमै छ। तपाईको आमालाई आदर गर्नु भनेछ, त्यो पनि तपाईको छिमेकी हो। छिमेकीको विरोधमा झुटा गवाईहरू नदिनु भने त्यो पनि छिमेकीकै हो। अनि छिमेकीहरूको विरोधमा छिमेकीको स्वास्नी, छिमेकीको खानेकुरा, छिमेकीको प्रपर्टी कुनै कुरामा लोभ लालच नगर्नु भनेको हेर्नुस्, त्यो पनि हामीले छिमेकीको विरोधमै गर्ने कुरा हो। चोरी नगर्नु, डैकती नगर्नु, यो पनि मान्छेले कसको गर्छ? आफ्नो त गर्दैन, हेर्नुस्, छिमेकीकै गर्छ। त्यसै कारणले चाहिँ यदि तपाईले पहिलो र दोस्रो महान परमेश्वरले दिनुभएको महान आज्ञाहरू पालन गर्नुहुन्छ भने तपाईले व्यवस्थाको 10 आज्ञाहरू चाहिँ आफै पूरा गर्ने व्यक्ति हुनुहुन्छ। त्यसै कारणले फावलले भन्यो र प्रभु येशूले नि भन्नुभयो, म व्यवस्था रद्द गर्न आएको होइन तर त्यसलाई पूरा गर्न आएको। अनि फावलले यसरी भन्दछ, हामी व्यवस्थालाई यो गर्दैनौं तर हामी त व्यवस्था पालन गर्ने हो। बुझ्नुभयो कसरी हामीले व्यवस्था पालन गरे त? तपाईले व्यवस्थालाई फोकस गर्नै पर्दैन। बुझ्नुभयो नि? के तपाईको नेपाल सरकारले गरेको नीति नियम तपाईले यो भित्तामा टास्नुहुन्छ त? यसलाई मार्यो भने 20 वर्ष यो जेल सजाय भनेर के तपाई त्यो नेपाल सरकारको लिस्ट बनाएर घरमा टास्नुहुन्न नि। सो तपाईले बुझ्दै हुनुहुन्छ। त्यसै कारणले व्यवस्थाका 10 आज्ञा तपाईको भित्र नटास्नुहोस्। तर टास्नै छ भने तपाईले हैन मर्कुस 12:30-31 अथवा मत्ती 22:38-40 के तपाईले गर्नुहुन्छ त्यो टास्नुहोस्। किनभने मानिसको चाहिँ साइकोलोजीमा चाहिँ यस्तो असर पर्दछ, जब कसैलाई केही काम नगर्नु भन्दाखेरि त्यो मान्छेलाई ती कामहरुमा चाहिँ एकदम चासो लाग्छ कि। त्यसै कारणले तपाईले के गर्नु परमेश्वरले भनेको छ त्यसमा ध्यान दिनुहोस्। तपाईले गर्ने काम भनेको छिमेकीलाई तपाई आफै झै प्रेम गर्नु। हेर्नुस्, मैले मेरो छिमेकीलाई प्रेम गर्छु भने म आफ्नो बारेमा त कुरा काट्दै हिँड्दिन नि। म खराब मानिस, मेरो चरित्र ठीक छैन त भन्दिन होला नि। सो मैले आफ्नो बारेमा त्यसो भन्दिन भने मेरो छिमेकीको बारेमा म किन भन्ने? जबकि प्रभुले मलाई भन्नुभएको छ तैँले आफ्नो छिमेकीलाई आफै झै प्रेम गर। सो म धेरै प्रेम गर्छु आफूलाई है। सायद कोही मानिस होला जसले आफूलाई प्रेम गर्दैन। आई थिंक त्यो मानिसको चाहिँ म भन्न सक्दिनँ कस्तो अवस्थाको हो। तर यो ध्यान दिनुहोस्,
यदि कोही मानिसले आफैलाई प्रेम गर्दैन भने त्यो मानिस चाहिँ समस्या छ है। त्यसै कारणले हरेक मानिसले आफूलाई प्रेम गर्छ र त्यसै कारणले बाइबलले भनेको तैले छिमेकीलाई आफै झै प्रेम गर। आजदेखि तपाईले पनि छिमेकीलाई आफै झै प्रेम गर्न थाल्नुस्। अब तपाईले व्यवस्थाको 10 आज्ञा भन्दा पनि मर्कुस 12:30-31 अथवा मत्ती 22:37 देखि 29 अनि 40 सबै पढ्नुहोस् अनि यसलाई तपाई चाहिँ लेखेर भित्तामा टाँस्ने हुन्छ। जस्तो कि यहाँ पहिलोमा देखिरहनु भएको छ त्यो चाहिँ मैले बाइबलको अध्यायहरू चाहिँ टाँस्ने गर्छु। अनि त्यस्तै हो, त्यसरी तपाईहरु प्रार्थना गर्न सक्नुहुन्छ अनि आफ्नो दैनिक जीवनमा यी कुराहरू अभ्यास गर्न सक्नुहुन्छ। किनभने परमेश्वर धार्मिक हुनुहुन्छ र परमेश्वरको व्यवस्था यही नै हो कि तपाई धार्मिक जीवन जिउन्। तपाई र म र यो सबै भिडियो हेर्ने सबैको निम्ति यो सन्देश हो, हामी चाहिँ धार्मिक जीवन जिउनु पर्छ। अनि त्यसकारणले म तेस्रोमा भन्छु, तेस्रो तपाईले गर्ने होइन, न मैले गर्ने हो, परमेश्वरले गर्नुहुन्छ। जब तपाईले परमेश्वरको राज्यमा बुझ्नुभयो, परमेश्वरको राज्यमा केही काम गर्नुहुन्छ, तब परमेश्वरले अनि तपाई उहाँको राज्यको काम गर्नुहुन्छ अनि धार्मिकता गर्ने खोजी गर्नुहुन्छ। त्यसपछि यो दुईटै भइसकेपछि परमेश्वरले तपाईलाई के चाहिन्छ हैन आवश्यक, जस्तो कि हामीलाई घर चाहिन्छ, खानापिना चाहिन्छ, यी लगायत सबै थोकहरू के अरे हामीले नेपालीमा भन्छौँ नि घाँस बाँस कपास, यी सब कुरा परमेश्वरले तपाईलाई दिनुहुन्छ। तपाईले खोजिराख्नु पर्ने होइन। यो तेस्रो नम्बरको काम भनेको परमेश्वरले गर्ने हो। तपाई आफ्नो काम पूरा गर्नुहोस्, परमेश्वरको राज्य खोज्नुहोस् र उहाँको धार्मिकता खोज्नुहोस् र सबै कुरा चाहिँ परमेश्वरले तपाईलाई थप्नु हुनेछ। तपाईले थप्नको लागि माग्नु पर्दैन। यो कुरा बोल्ने जरुरतै छैन। मेरो कतिजना अलिकति घनिष्ठ भएकोहरूलाई थाहा छ कि मैले चाहिँ कहिले पनि भौतिक चिजहरू परमेश्वरसँग माग्दिनँ। यो माग्ने आवश्यकै छैन किनकि परमेश्वर मलाई सबै चिज दिनुभएको छ। सो म तपाईलाई भन्नको तात्पर्य त्यही नै हो कि जुन चिज तपाईलाई माग्नेको जरुरत छैन नमाग्नुहोस्, तपाईले गर्नुपर्ने तपाईको काम गर्नुहोस्। मत्ती 6:33 यसरी व्याख्या हुन्छ, तपाईले परमेश्वरको राज्यको बारेमा पहिला बुझ्ने हो अनि धार्मिकताको खोजी गर्ने हो अनि त्यसपछि परमेश्वरले सबै कुरा तपाईलाई थप्नु हुनेछ। तपाईले गर्ने काम तपाई गर्नुहोस्, परमेश्वरले गर्नुहुने काम उहाँले गर्नुहुन्छ। जुन कुरा परमेश्वरको हो त्यो तपाईले गरेर सक्नुहुन्न, बुझ्दै हुनुहुन्छ। र अर्को कुरा चाहिँ म भन्न चाहन्छु, यहाँ हामी धेरै देख्छौँ परमेश्वरको जनहरू, मलाई थाहा छ धेरै सर्कलहरूमा छन्, उनीहरू के गर्छ भने परमेश्वरको राज्यको चाहिँ थाहा छ र परमेश्वरको राज्यको काम गर्छ तर उहाँको धार्मिकता नै छैन कि। अब यो गाह्रो छ। त्यसै कारण म भन्छु कि तपाईले एउटा खुड्किला गरेर तेस्रो नम्बर सिडीमा जान सक्नुहुन्न कि, बुझ्दै हुनुहुन्छ। परमेश्वर चाहिँ प्रक्रियामा हुनुहुन्छ कि, परमेश्वर सबै कुरा प्रक्रियामा गर्नुहुन्छ। सो हाम्रो परमेश्वर चाहिँ व्यवस्थाले भन्दछ परमेश्वर सबै कुरा मिलाएर राख्नुहुन्छ। तपाईँ सृष्टिको बयानमा सम्झनुहोस् न, परमेश्वरले 7औं दिन किन लगाउनु भयो, 6 दिनमा पूर्णता गर्नुभयो र 7औं दिनमा चाहिँ विश्राम लिनुभयो भन्नको तात्पर्य त्यही नै हो। परमेश्वर प्रत्येक कुरा चाहिँ क्रमबद्ध गर्नुहुन्छ, यानी मिलाएर 1 2 3 4 है, बुझ्ने गरेर भनिदिएको। सो तपाईले बुझ्नुभयो, पहिलो चाहिँ तपाईले परमेश्वरको राज्य चाहिँ बुझ्नुभयो अनि राज्यको काम पनि गर्दै हुनुहुन्छ, मलाई थाहा छ धेरैजनाले। तर अब तपाईले धार्मिकता खोज्नु हुँदैन, तर तपाईँ चाहिँ सिधै तपाईलाई थपिने कुरा माग्नुहुन्छ। समस्या त्यही नै हो। यदि तपाईले परमेश्वरको राज्य बुझ्नुभयो र काम गर्दै हुनुहुन्छ भने अब धार्मिकताको खोजी गर्नुहोस्। र धार्मिकताको खोजी गर्न खासै गाह्रो छैन। तपाईले बुझिसक्नुभयो तपाईले अरूहरूलाई प्रेम गर्ने, किनकि परमेश्वर न्यायी हुनुहुन्छ। परमेश्वर चाहनुहुन्न कि तपाईँ चाहिँ असल परमेश्वरको राज्यको काम गरेको छ तर अरू मानिसलाई चेपेको छ, पेलेको छ, खराबी गरेको छ। तपाईँ र त्यो संसारको मानिसमा के भिन्नता? सो तपाईलाई त परमेश्वरले नुन र ज्योति हुन र डाँडामा राखिएको जस्तो सहर हुनलाई बोलाएको हो। यदि तपाईँ र ममा पनि संसारको मानिसको जस्तै व्यवहार छ, झनक्क रिसाउने, मुख छाड्दिने, कर्स वर्डहरू प्रयोग गर्ने कुनै पनि परिवर्तन छैन भने तपाईँ र ममा के? त्यसै कारण त प्रभुले भनेको छ तिमीहरूले नै मेरो नाम बदनाम गर्छौ। साँच्चै हामी कति इसाईहरूले यी नबुझेर परमेश्वरको नाम बदनाम गरिरहेछौँ। तर अब चाहिँ हामी यस्तो हुने दिने छैनौँ। तपाईँ र म मिलेर परमेश्वरको नामलाई बदनाम होइन तर हामी चाहिँ ख्रिस्टलाई झल्काउने व्यक्ति हुनेछौँ। आउनुहोस् यो सानो छोटो प्रार्थना गरौँ, जुन प्रार्थना चाहिँ म चाहिँ यी धार्मिकताको विषयमा प्रार्थना गर्न गइरहेको छु अनि परमेश्वरको राज्य अनि थप्ने कुरा परमेश्वरले दिनुहुन्छ है त। ल हस् प्रार्थना गरौँ। जीवित परमेश्वर, म तपाईलाई धन्यवाद दिन चाहन्छु पिता। साँच्चै नै प्रभु तपाईँ असल हुनुहुन्छ र तपाईँ किसानी हुनुहुन्छ अनि हामी तपाईँका खेतहरू हौँ अनि त्यसमध्येमा पनि तपाईँले हामीलाई चुनिसकेर चेलाहरू बनाउनु भएको छ पिता। अब त्यसरी नै धेरै चेलाहरू निर्माण गर्नलाई हामीलाई ज्ञान बुद्धि दिनुहोस् प्रभु। हाम्रो जे जस्तो प्रकारको सेवकाईहरू छ सबैमा आशिष दिनुहोस् प्रभु। जो मानिसहरू सेवकाईको लागि इच्छा गर्दैछ प्रभु त्यो व्यक्तिहरूलाई पनि तपाईँले आशिष दिनुहोस्, ज्ञान र बुद्धिले वर्षाउनुहोस् प्रभु। प्रभु कतिपय समयमा साँच्चै नै तपाईँको धार्मिकता नखोजेर तेस्रो स्टेपमा हामी चढ्न खोज्यौँ र
हामी आफैले दुःख र तकलिफ पायौँ प्रभु हामीलाई क्षमा दिनुहोस् हामी निराश भएर तपाईसँग गनगन गर्यौँ प्रभु हामीलाई क्षमा दिनुहोस् र नयाँ बाटोमा हामीलाई डोडाउनुहोस् प्रभु ताकि तपाईँ जस्तै हामी सिद्ध भएर हिँड्न सकौँ प्रभु हामीलाई सहायता गर्नुहोस् तपाईँको धार्मिकतालाई खोजी गर्न र तपाईँ जस्तै धार्मिक जीवन जिउनलाई प्रभु हामीलाई अनुग्रह दिनुहोस् तपाईँको अनुग्रह नै हाम्रो निम्ति काफी छ प्रभु हामीलाई अनुग्रह दिनुहोस् कि हामीलाई जब मानिसहरूले हेर्दा ओ यो त ख्रिस्टलाई पछ्याउने अन्यायीहरू हो किनभने यिनीहरू धेरै असल काम गर्दछ भन्ने खालका व्यक्तिहरू हामीहरू हुन सकोस् भनी म प्रार्थना गर्छु प्रभु हाम्रो जीवनमा आशिष दिनुहोस् ज्ञान र बुद्धिले भर्नुहोस् भनी म प्रार्थना गर्दछु अनि प्रभु जति पनि कुरा थप्ने कुरा छ त्यो तपाईँले गर्नुहुनेछ भने हामी विश्वास गर्छौँ र प्रभु हामीले गर्ने पाठहरू छ त्योहरू चाहिँ हामीलाई गर्नलाई प्रभु सहायता दिनुहोस् अनुग्रह दिनुहोस् प्रभु यो संसार गाह्रो छ तर पनि हरेक परिस्थितिमा प्रभु तपाईँले हामीलाई सहायता गर्नुहुन्छ भने म विश्वास गर्छु धन्यवाद पिता तपाईँको प्रेम र कृपा मेरो जीवनमा जसरी छ यो भिडियो सुन्ने र हेर्ने र तपाईँको इच्छा पालन गर्ने हरेक तपाईँको चेलाहरू प्रभु पास्टर एपोस्टल संसारभरिको अगमवक्ताहरू प्रचारकहरू प्रभु हरेकलाई आशिष दिनुहोस् प्रभु ज्ञान र बुद्धि कमी भएकोलाई भर्नुहोस् प्रभु तपाईँको महिमा हामी सबै बडी अफ क्राइस्ट हामी ख्रिस्टको शरीर एकसाथ भएर महिमा गर्न सकोस् प्रभु हामीलाई एकजुट बनाउनुहोस् तपाईँको प्रेम र अनुग्रह प्रशस्तै मात्रामा हामी सबैसँग रहिरहोस् येशू प्रभुको नाउँमा आमेन आमेन जय मसीह हामीले अब गर्नुपर्ने कुरा भनेको त्यही नै हो कि हामीले मजाले बुझ्नुपर्छ परमेश्वरको राज्य के हो उहाँको धार्मिकता र त्यसको खोजी अनि त्यसको आज्ञा पालन नै सबैभन्दा ठुलो कुरा है बुझ्नुमा मात्र होइन धेरै मानिसले यो कुरा बुझेको हुन्छ तर पालन गरेको हुँदैन सो चाहिँ तपाईँले याकुबको पुस्तक बुझिसक्नुभयो के त विश्वास चाहिँ काम बिना मरे तुल्य छ तर यो विश्वास म अहिले फेरि पनि भन्छु यो विश्वास तपाईँले धार्मिक बन्नको निम्ति अथवा यो काम तपाईँको धार्मिक बनिनको निम्ति होइन नाता तपाईले मुक्ति पाउनको निम्ति हो यो दुई कुरा तपाईले अनुग्रहद्वारा पाउनुभयो यो धार्मिक जीवन जिउने भनेको जस्तो तपाईको स्वर्गीय पिता हुनुहुन्छ तपाई पनि आफ्नो बुवा जस्तै प्रतीक देखाउनु पर्यो नि त रिप्रेजेन्ट गर्नु पर्यो हैन र तपाईं विचार गर्नुस् न यदि तपाईं समाजमा प्रख्यात नाम भएको व्यक्ति छ भने तपाईको छोराछोरी बदनाम फटा गर्दै हिँड्छ भने उसले तपाईको नाउँको के गर्यो त बुझ्दै हुनुहुन्छ तपाईं सो तपाईं असल व्यक्ति हुनुहुन्छ भने तपाईको छोराछोरी असल भएको चाहनुहुन्छ भने तपाईं र म भन्दा त करोडौं गुणा परमेश्वर असल हुनुहुन्छ हुन त मानिसले आफ्नो आफूलाई असल सोचे पनि तिनीहरू हुँदैनन् तर परमेश्वर मात्र असल हुनुहुन्छ हस् त सलोम जय मसीह धन्यवाद।